स्कुल को 47 हात धुने ताला लागेको छ जाने बेला विद्यालयलाई मात्रै सक्छ विद्यालयको लागि मात्रै होइन बाहिरको पनि खाने पानी शुद्ध पिउने पानी ल हेर नर्मल तातो चिसो तीनटै अध्यक्षको केही व्यवस्था सुटिङको मिटिङहरू भयो त्यही पनि पाँचसम्म विद्यालयको पछाडि बन्दै छ व्यवस्थापन समिति अभिभावक समिति बनाउनु आएको हो एकदम माथि अब ये साइंस ल्याएको हो पछाडि अलि हिट्टला ल हेरे कम्प्युटर यिनी हो है डेस्कटप कम्प्युटर ल शौचालय पर माथि क्लासहरू चल्छ प्रफेसर हजुरहरूले आउनु पर्यो दुईजना है माथि हामीसित एबिआर बोर्डको पनि छन् यो माथि क्लास चल्छ यो दुईजना दुई चारजना सरहरू आउँदा हुन्छ ए सर त हुन्छ सरले आउँदा हुन्छ हजुरले पनि आउनु इन्भर्टर एमसिपी पनि हो यस्तो ब्याट्रीहरू छ हामी वैकल्पिक ऊर्जामा पनि राखेका छौँ होस्टेलमा त्यसको भित्र ब्याट्री इन्भर्टर सबै कुराहरू जोडिएको छ यदि लाइट गयो यताउति भयो भने इन्भर्टरको काम पनि हुन्छ पुरै सिसिटिभी हो बाहिर पनि सोलर इन्भर्टर त्यसमा के छ भने हामीले चलाउनु पर्ने हुन्छ त्यसपछि सिसिटिभीहरू लागेको छ सबै प्रत्येकमा त्यसको अगाडि अगाडि त्यता चाहिँ हाम्रो चिजहरू छ यहाँ के चलिरहेको छ कस्तो चलिरहेको छ सामने बस्नु पनि आवाज पनि जाने त्यो विद्यार्थीहरू पनि के गरिरहेको छ कस्तो छ धन्यवाद ठिक हामीले सुन्यौँ कुरा ठिक छ यहाँबाट चाहिँ साउन्ड पनि जान्छ प्रत्येकमा प्रत्येक क्लासमा फेरि टिभीको पनि वाच हुन्छ पुरैमा लागेको छ 42वटा कोठाहरूमा लागेको यो चाहिँ लेखा फाटोको लागि यो चाहिँ राजनीतिक अवस्था देख्छ नगरपालिकामा सुविधा छ जोशी हजुर चाहिँ मेरो नाम भक्त अधिकारी गाउँपालिकाबाट पुष्पराज